Happy birthday दिजु Happy birthday to you ढोमाको happy birthday हो I love you पनि भनिदिनु होला गलमन्दी माइला क्या दामी यार लभ यार एक्टिङ हो नि त एक्टिङ गरेर कसरी सुन्नु हुँदैन म एकदम बेग फ्रेन्ड हो के हजुरको रोल निभाउनलाई चाहिँ कहाँबाट आएको हो के झाड लाग्ने चाहिँ Happy birthday दिजु Happy birthday to you ढोमाको happy birthday हो I love you पनि भनिदिनु होला Happy birthday दिजुको खाना छ लाउन छ मायाको भुका छ अन्यजन साहब हजुरको परिचय पाउने हजुरको के छ भन्नाले म राई राई हो तपाईँ के मलाई कान्छीको चाहिँ साह्रै मन पर्यो कि हजुरलाई यति बेसमा कति भेट्न मन लागेको थियो अहिले फोटो लिनुपर्छ हामी एकदमै हुन्छ कान्छीदेखि रिस्ता उठाएको छैन नि कति अब कान्छीलाई दुःख दिएको थियो नि एकदमै A1 त्यो के अरे सुन्नु त्यो भने एक्टिङ हो नि त एक्टिङ गरेर कसरी सुन्नु हुँदैन बुझ्ने मान्छेले यसरी बुझ्छन् मलाई त त्यो बेलामा बाटोमा हिँड्न पनि गाह्रो भएर तपाईँलाई त्यो रोल निभाउनलाई चाहिँ कहाँबाट आएको हो के लन्डन निभाएको छ कति राम्रो कति राम्रो पुरै क्षेत्र बाहुनलाई नै आउँदैन धन्यवाद फेरि भनिदिनु न म हजुर चाहिँ यसको म एकदम बेग फ्रेन्ड हो क्या हजुरको हजुर हजुर एकदम मन पर्यो मलाई एक्टिङहरू चाहिँ हजुरको पुरै क्षेत्र बाहुन आउने त्यस्तो होला त्यस्तो राम्रो लागेको धन्यवाद एकदमै खुसी उहाँले लाग्यो मेरो कान्छी हेर्नु आएको छ धन्यवाद चाहिँ हरेक एकदम मन पर्यो मलाई हजुरको धेरै धेरै धन्यवाद खुसी लाग्छ यसरी चाहिँ माया गरिदिँदाखेरि होइन दर्शकहरूले आफूले गरेको कामहरू चाहिँ नि यसरी चाहिँ आफूलाई आफ्नै अगाडि चाहिँ तपाईँले गरेको कामहरू यस्तो राम्रो लाग्छ यस्तो खुसी लाग्छ भनेर भन्दाखेरि चाहिँ एकदमै आनन्द ए गोलबन्दी मायालाई भन्यो उताबाट पनि के छ मलाई चिन्नुहुन्छ भटभट माइलालाई चिन्नुहुन्छ लाउने नि अनि एउटा जग्गा बसेको हैन यसरी अब दर्शकहरूले आफूलाई यसरी माया गरिदिँदाखेरि चाहिँ खुसी लाग्छ बाबुहरूले पनि चिन्नु हुँदो रहेछ मेरो नाम के बाबु भनिदेऊ गलमन्दी माइला क्या दामी यार लभ यार तपाईँहरूलाई धेरै धेरै माया यसरी अहिले गालामा पुट्याङ्ग दिन्छ भने पुट्याङ्ग दिने एकदम खुसी लाग्यो अनि कति कति क्लासमा पढ्नुहुन्छ तपाईँहरू ए मेरो छोरो बराबर रहेछ अनि तपाईँ चाहिँ हो अनि उहाँ चाहिँ ल गुड 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 आज स्कुल बिदा ल गुड ल सिरियल हेर्नु हुँदो रहेछ यस्तै गरेर माया गरिदिरहनु है हामीहरूलाई हामी कलाकारहरू भनेको बच्चादेखि वृद्धसम्म सबैजनाको माया चाहिन्छ तपाईँहरूले माया गरिदिएर त हामीलाई काम गर्न मन लाग्छ होइन ल घर परिवारमा अरू सबैले हेर्नुहुन्छ परिवारमा आमा बुवा सबैले हेर्नुहुन्छ ल गुड खुसी लाग्यो ल बाबाको बेस्ट मेरो बेस्ट फिल्म हो हजुरको त हो र यसरी गाह्रो छ हो एउटा सबै पालै पालो गर्नु त ल मैले कसो गर्छु त्यो कन्सर्ट गर्नु तपाईँ गर्नु तपाईँ गर्नु त ल मलाई लाग्यो फर्काइदिन्छ है यसरी ल थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद एकदमै राम्रो है थ्याङ्क यू सो मच हेर्नु है नछुटाउनु है कसैले पनि तपाईको दाढी चाहिँ थोरै लग्यो ल बाई बाई तपाईले दाढी हालेको हो अनि आउँदैन पलाउँदैन के गर्नु गाह्रो छ त्यो अन्त टाँस्नु पर्छ फेरि कराउँछ